हिजो अस्ति एउटी साथी त लिएर आउँथिस् त खै साथी आज त्यो पनि मरि ल ल ल यो सबै चारो खाइ सबै चारो मन परेन चरा सुरुङ्गीलाई चारो मन पर्दैन नाति नातिनालाई घरको खाजाले हुँदैन पैसा चाहिन्छ अनि हजुरआमा एउटा चरामुसो के पनि छैन जताततै भात छरेर कसो कुरेर बस्नु भएको एउटा काग आएको थियो क्या त्यसले खान्छ कि भन्दा दिएको खान तिमीहरू जस्तै बिहानै एउटा बामा चुच्चो भएको कुन चरा हो यसलाई यसलाई गरुड भन्छन् गरुड पहिला पहिला भगवानहरू गरुडमा बसेर यसो धरतीमा हेर्दै हिँड्थे अनि जसले यहाँ गल्ती गर्छन् नि छानी छानी सजाय दिन्थे अरे अब आज पनि त गरुड पनि छैन भगवान पनि भ्रष्ट भए दादी कति धेरै चराहरू है नाम पनि कस्तो अप्ठ्यारो के मैना बिचुवा बक्ला बगडो टिटिर पड्के चकबद्री गिद्धी पेच्चा भाका रुख जति बाटो आउने नाममा काटेर सक्कै गए अब यी चराहरू बिचरा यही किताबमा नबसेर कहाँ बस्छन् एक दिन यो किताबबाट पनि सबै चरा उडेर भाग्छन् हजुरआमा मैले हिजो राति कस्तो नराम्रो सपना देखेँ नि के सपना देखिसौ हाम्रो स्कुलमा ठुलो पिपलको बोट छ नि त्यो बोट मुनि बसेको थिएँ घामबाट बच्न मेरो हातमा प्लास्टिकहरू मात्रै थियो एकछिनमा त रुख हल्लिन थाल्यो हल्लेर हाँगाबाट सर्लक्क सर्लक्क पातहरू झर्न थाल्यो त्यही पातहरू सलबलाउँदै 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 एक हुल चरा बनेर मलाई घेरेर भन्न थाले अनि म कुद्दै गएँ पोखरीमा पानी छैन अनि कुद्दै गएँ नहरमा पानी छैन कुद्दै गएँ कलमा कल सुक्यो अनि मलाई अचानक याद आयो तपाईँले जहिले पनि चराचुरुङ्गीको लागि भनेर कचौरामा पानी राख्नुहुन्छ त्यहाँ पनि पानी थिएन तिर्खाले मेरो घाँटी सुकिसकेको थियो हजुरआमा पानी हजुरआमा पानी यसका बाबा पनि भनेर पिउँछे जहिले जिस्याउँछ यो मैले भनेको यस्तै पानी झरिलो झन् फलेको थियो बाढीले सत्यानाश बनाएछ हेर यो पानी पटाउन पाइएन नि त त्यही भएर होइन यो धाम मार्नु पर्दैन भनेको यही खम्बारमै भाँसेर सकिन लागिसक्यो त এখন কে बैठो बनेची रसे रसे झाटिए लेबो ने कतिले चिन्ता लाई छैसे मुसाले खायो भनेको सबै खाइसक्यो ए आमा यही मुसाले खायो भनेर थ्रेसर बोलाएको छु क्या मैले के बोलाइछ थ्रेसर राम 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 यो थ्रेसरले त 20 कट्ठाको धान मार्दाखेरि 3 कट्ठा त त्यसैले लान्छ बोलाइछ थ्रेसर अब काम गरेपछि लगिहाल्छ नि आमा ए छोरी जा त एक कम्प्लेट पानी र एउटा दाउलीले होइन आफै मार्नु नभए दाउनी गर्नु त्यो थ्रेसर किन बोलाउनु अब हामी आमाले धनी गर्न पर्ला भनेर यो गाउँमा कसले गोरु पाल्दिएको छ र अहिले देमाथि पनि अहिले त यो रोप्ने काट्ने कुट्ने सब मिसिन आइसक्यो आमा होइन हामी आमाले
दाउनी नै गर्ने मन छ भने चाहिँ ओ बारी तीर्थ काकाको फारमबाट 5-7 वटा सुँगुर ल्याएर नारिदिन्छु। होइन यत्र चाहन छौ, यत्र बलिया छौ, आफै मार्न सक्दैनौ तिमीले। तोहर बेटाके कहियो घर काम गरेर फुर्सद है छौ से आई धिया पुताको कथि हो गई छी एको न टहल करे छै अब हम असगर एते करे कि ओते करे ले कहू त म गाउँलेको तिमीले यत्रो डाहा भएको छ भने ल म घर बसेर तिम्रो काम गर्छु, तिमी बाहिर गएर मेरो काम गर। तोहर लखा जे अंगुते पर आके काय करने जाय के हर वाला नेहा वाला काम करे फुर्सद नै छै हमरा कहियो घर काम करबाक न तथा आता कते तू खाइ छी खाइ त होइन त्यो कनिका गाउँ फाले कि त्यहाँ फेरि पोखिएर यो बाटो आउने नाममा भक्का रुख जति काटेर सकाइ गए। गुड पनि छैनन्, चरा पनि छैनन्, केले खान्छ, कुखुरा पाल्दैनन्, परेवा पाल्दैनन्, यसले खान्छ यो टिप। अब हाम्रो आमाले चरोले चारो खुवाउन पाउँदैनन् भनेर यो गाउँमा आउँदै गरेको विकास रोक्नु मैले। तेरो विकासले यस्तो नापो आफै के नापिएन? हाम्रो यो जग्गाको भाउ कहाँ पुग्छ थाहा छ तपाईँलाई? बुझ्नु छैन। जग्गाको भाउको हिसाब गरेर बस। हामी यो ठाउँ छोडेर आउँछ जाने होइन। कोनी के जाति त्यो के गर्छ? स्लटिङ गर्छ। त्यो दलेलाई फाइदा। मैले माने रुखहरू त बाटो आउने नाममा काटेछ रे। यो पर पिछाडीको रुख भनेर तर मैले कतिचोटि भने यो रुख किन काट्यो यसले? ए आमा त्यो पिछाडीको रुख छ नि मैले घरभरि किस्ता उठाउने मान्छे आएर तपाईँको पेवा खसी यहीँ घिसार्दै गर्दाखेरि अनि त्यही पिछाडीको रुख बेचेर मैले किस्ता तिरेको होइन त बिर्सनु भयो। उहे त ओतुको त रिनो जिल्ले लाई कि गाय फारा खोला कहते न एकोटा गाय घर में न कथियो करली न कथि कर बोलो से पैसा आ गेल अब किस्ता तिरे के समय चले छे केना के तिरबो किस्ता ए बाहो म एक्लैले खाने हो र सबै अक्षरमा के आमा तपाईले अर्को पनि औषधि खानु भयो? तेरो औषधि म खानु मलाई खेतर हाल्यो ठुसेपछि अड्किँदैन। ठाउँ पायो भने त मुसाले पनि हेर्दो रहेछ नि त। अब यो 3 बोरा चाहिँ मेरो तपाईँको, यो चाहिँ तपाईँको। ल धान त त्यो त खुवाउने गएन। अब यत्रो 3-4 घन्टा लाएर थ्रेसर चलाउनु छ, यही एकपल्ट लिनु छ, त्यही पनि गनगन गर्छन् बुढी आमै। आमा मुख बन्द गर्नु न, धुलो छिर्छ क्या धुलो। ए चन्द्रिका यो आधा बोरा धान भकारीमा राख्नु हो, भकारीमा जा। अनि यो आधा बोरा धान चाहिँ कुमार साउलाई दिने है। किन्तुको त धान छे वो जाके साउको देबो त भैरसन कति खाबे छे खाउँला नि खाउँला। अब त आफै भन्दै थिएस्
किस्ता पनि तिर्नु पर्यो कि हेरेलाई नि पढाउनै छ आमालाई अस्पताल लानै छ खाने त खाउला मकै खाउला गाउँ खाउला होइन झगडा कति गर्छौ झगडा ये सबै सामने आएको छ अब गाउँ रोपेछु हो साउकते मकै रोपेछु हो साउकते यति वर्ष त दुःख गरेछि असो त खैयो न नेपाल उता नेता झगडा गरे भनेर यता हामी गरम छौ यता यिनीहरू झगडा गरेर मलाई शान्तिसँग बाँच्न नदिने भए हेरिका वाह यो कल्ली दानमा राख्छस् राखिस ए जान एक गाउँको त्यो घाँस लिइरहेछु त जान्न पाउँछ यति पराछ यहाँ पर हामी त आमूल परिवर्तन गर्छौँ ल ए दाजु नमस्कार ओहो आमा नमस्कार भाउजू नमस्कार ए नानी नमस्कार फेसर चलाएको आवाज सुन्ने म त धान लिन आएको होइन एउटै डाक्टर बोलाइहाल्छु है बुवा ए आज नाम सोचेर जाने भनेको ए आजै हो अनि ल यो बेचेर गइहाल्ने ल ए एउटै डाक्टर बोलाए मैले गरे कुमार भाइ यो धानको भाउ कसरी छ अरे यो दाजु त्यही त हो नि गाउँभरि चलेको रेट 1000 रुपियाँ मन 1000 ए हो यतिको पैसा दिने पर्छ 1000 एक मन धान अब मिल में जाकर पिसा कान गए तो कितना है 26 केजी चावल है तो अब 14 केजी भूसी है तो अब भूसी का छोड़ ही दिया 14 केजी भूसी का दुकान में जाकर चावल के भूसी का छोड़ दिया 26 केजी चावल का हम 80 टका का दर से दुकान में जाकर बेच कर कितना आता है 2080 टका तो केना दे छौ एते भाव का होइन भाउजू 1000 रुपियाँ मनमा धान दिन्छु भनेर उ हाम्रो एउटाले चाहिँ नि मसँग असारमा 10000 पैसा लिनु भएको छ अहिले दिन्न भनेर हुन्छ राम्रै छैन यो ए एउटै यो धानको विषयमा कुरा मिल्न जस्तो छैन मलाई मेरो पैसा फिर्ता चाहियो है कुमार भाइ त्यसो नभनेन कुमार भाइ खाली एकैटा काँटा छ दोस्रो कतै ले जानै सक्बा यत्रो एक वर्षभरि लाएर यहाँ मेहनत गरो आफूले मरि कमाएको चाहिँ उता बजारमा लगेर बेच्यो अनि बजारमा बिसादी हालेको चामल किनेर खायो किन बेच्नु यही कुरा हुँदैन आमा त्यसो भनेर हुन्छ त अनि यहाँ एकचोटिको मात्रै व्यवहार हुन्छ त हाम्रो उहाँ बर्खायामा मल नभएको बेला मल दिन्छन् बिउ नभएको बेला बिउ दिन्छन् पैसा दिन्छन् व्यवहार मिलाउनु पर्छ के ए कुमार भाइ तपाईँ आउनु त झट्टै त्यसका लागि त म छँदैछु नि जग्गा किनबेच गर्न गाह्रो भयो सात सीमा नमिलेको छैन सरकारी जग्गा वा ऐलानी जग्गा मिच्नु पर्यो अमिनीले दुःख दियो मालपत कार्यालयको कर्मचारीले झुलायो झुलायो भने मकाउनु बाटो छेउको मेरो टहरोमा आउनु फेरि त मालपत कार्यालय नापी कार्यालय चाहिँ नजानुस् नि हेर्नुहोस् यस्ता काम त मैले कति मिलाएँ जिउँदै मान्छेलाई मर्यो भनेर त्यसको जग्गा अर्कोको नाममा सारिदिएँ हुँदै नभएको जग्गा त बेचिदिएँ
हेर्नुहोस् मैले त धेरैको उद्धार गरेको छु मेरो पनि उद्धार भएको छ ए बा मेरो आफ्नै जग्गा वहाँ बाङ्गेर सरकारी स्कुलभित्र खुट्टै छुनु भने मलाई मिलाइदिनु पर्यो ए तेरिका बुवा म छु त ल मेरो बाआमा म सानो हुँदा मरेर गए सर हामी 5 जना सर भाइ बहिनीहरू छौँ सर त्यो बाटो छेउको गरेर सर मेरो नाममा जसरी हुन्छ पास गरिदिनु पर्यो ए म छु त गाउँपालिकाको नगरपालिकाको कार्यक्रम योजना आफ्नो भागमा पार्नु पर्यो भने कमिसनको कुरा आउँछ किन आउँछ भन्नु होला आउँछ चलन त्यस्तै छ त्यही चलेको चल्ने अनुसार कहाँ कसलाई कति कति मिलाउनु पर्छ म मिलाउँछु केही पिर नगर्नुहोस् वडा अध्यक्ष गाउँपालिका नगरपालिका प्रमुख कर्मचारी सबैलाई मिलाउने जिम्मा मेरो भएमा म बाटोमा आउनुहोस् काम बन्छ सर मेरो जग्गाको मूल्य सर 5 लाख रुपियाँ मात्रै भन्छन् सर मलाई 10 लाख रुपियाँ ऋण चाहिएको छ सर जसरी हुन्छ मेरो जग्गाको भ्यालु मलाई दिनु पर्यो सर भइहाल्छ नि सर पुरा परम खरो भनेको सर अनुदान चाहियो ल अनि कुखुरा चाहिँ छ ल कुरा त छैन त त्यही पनि सर म गाउँलेहरूलाई 20 रुपियाँ दिएर भए पनि एक दिनको लागि 20-25 वटा कुखुरा चाहिँ लिएर आउँछु भइहाल्छ नि म छु त किन्न पाइन्छ बजारमा दलहरू बजारमा किन्न पाइन्छन् बजारमा दलहरू बजारमा किन्न पाइन्छन् बजारमा दलहरू बजारमा नमस्ते हजुर स्कुलको प्रमाणपत्रमा रेणुका नाम छ नागरिकतामा रेणुका नाम सच्याइदिनु न 8 नम्बर जानुहोस् न ल नमस्कार स्कुलको प्रमाणपत्रमा रेणुका नाम छ नागरिकतामा रेणुका नाम ल्याउँदैन 9 नम्बर स्कुलको प्रमाणपत्रमा रेणुका नाम छ नागरिकतामा रेणुका नाम सच्याइदिनु न तेरिका यहाँ होइन क्या 6 नम्बरमा स्कुलको प्रमाणपत्रमा रेणुका नाम छ नागरिकतामा रेणुका नाम सच्याइदिनु तपाईँ कहाँ यहाँ आउनु भएको त सिडिओ कार्यालय जानुहोस् न सिडिओ कार्यालयमा बन्छ तपाईँहरूको काम हजुर ल त 8 नम्बरले बन्छ शान्ति 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 सर शान्ति तेरिका होइन कस्तो दिशामै आउनु गर्नुभएको तपाईँ हो अलि सभ्य भएर बोल्नु यो चाहिँ सरकारी अफिस हो ए कार्यालयमा लिन आउने तपाईँ सबै चाहिँ हामी भइदिनु पर्ने सर नमस्कार 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 स्कुलका प्रमाणपत्रमा रेणुका नाम छ ए नागरिकतामा रेणुका नाम सच्याइदिनु न सर होइन अनि तपाईँहरूलाई यहाँ वडा कार्यालयले पठायो हजुर अनि वडा कार्यालयले साथी पटुनु है भनेर भनेन हो त्यसो भने तपाईँहरू तुरुन्त आफ्नो वडा कार्यालय जानुहोस् ल गइहाल्नुहोस् कति दुःख दिएको बजारमा किन्न पाइन्छन् बजारमा
प्रमाणपत्रमा रेणुका नागरिकतामा रेणुका भन्ने व्यक्ति एउटै हो भनेर प्रमाणित गर्नको लागि 7 जना छात्रछिमेक साक्षी चाहिन्छ। साक्षीहरूको नागरिकताको फोटोकपी चाहिन्छ, हस्ताक्षर चाहिन्छ अनि बल्ल भन्छ है तपाईँहरूको काम। ल जाऊ। अनि यति कुरा पहिले भन्नु पर्दैन? त्यो 8 नम्बरको काम हो नि त भन्ने मेरो र ठोरी। 7 नम्बरमा भन्छन् 7 नम्बर कहाँ बस्दिनु भयो त? तपाईँलाई 7 जना साथी चाहिएको होइन? हेर्नुहोस् तपाईँलाई त यहाँ जुलाइदिन्छ नि। 7 जना मान्छे जुटाउ, लेप्ची लगाऊ, नागरिकताको फोटोकपी गरेर कम गाह्रो छ। बरु यसो गर्नुहोस्, एकजनाको 500 को दरले 5 7 35 रुपियाँ दिनुहोस्, तपाईँको काम भ्याट्दै। काम हुन्छ नि ए तपाईँ चिन्ता नलिनु न। काम हुन्छ क्युआर गर्नुहुन्छ कि क्यास दिनुहुन्छ? ए विकास दाइ उहाँलाई काम हुन्छ नि सर ए तपाईँहरू काम भयो। काम हुन्छ बजारमा हिँड्न पाइन्छन् बजारमा जलहरू बजारमा हिँड्न पाइन्छन् बजारमा जलहरू बजारमा तेरिका होइन, मैले तपाईँलाई अस्ति अलि सभ्य भएर बोल्नुहोस् भने होइन। किन चिच्याको? सर हजुर तपाईले भने अनुसार 7 जनाको नागरिकताको फोटोकपी अनि हस्ताक्षर पनि गरेर ल्याइ। ल अनि यहाँ साथी बसेका सबै मान्छेहरूलाई तपाईँहरूले आफैले भेटेर ल्याउनु भयो हो? ए आफैले भेटेर चिया पानी खुवाएर अलि बिस्तारै बोल्नुहोस्, घुस खाना बनाइ छ। अनि यहाँ कोही मरेका मान्छेको नागरिकताको फोटोकपी त हाल्नु भएको छैन नि है? अरे अनि मरेको मान्छेको ल्याब चाहिँ कसरी आइपुग्छ हो? तपाईँ पनि कुरा गर्नुहुन्छ। हाम्रो अफिसमा जन्मिँदै नजन्मेको मान्छेको पनि ल्याब चाहिँ आइपुग्छ। यो देशमा पुरुषहरूले सुत्केरी भत्ता खान्छन्, सरकारी गाडी बिहानै तरकारी किन्न पुग्छ, दिउँसो सपिङ गर्न पुग्छ, साँझपख पार्टीमा पुग्छ, खोलाइ नभएको ठाउँमा पुल बन्छ, उद्घाटन गरेका भोलिपल्टै पुल भत्किन्छ। हेर्नुहोस् हजुर कस्तो राम्रो ज्ञान गुणका कुरा गर्नुभयो। मेरो पनि काम गरिदिनु न। अहिले हाम्रो सिडिओ साहब छुट्टीमा हुनुहुन्छ। उहाँ आउने बित्तिकै तपाईँहरूको काम बन्छ। सर प्लिज सर, छात्रवृत्तिको आज अन्तिम डेट हो सर प्लिज। हेर्नुहोस् तपाईँहरूको काम आज कहीँ गरी पनि सर हुँदैन। प्लिज ल सर प्लिज सर सर प्लिज। सर नागरिकतामा नाम बिगार्ने सिडिओ कार्यालय अनि नाम नसच्याइदिने पनि यिनीहरू नै। अहिले यति कारणले मेरो छोरीले पढ्न पाउँदिन। Sa
चिया दोकान गरेर अलिअलि जम्मा गरेको पैसा पनि सहकारीले खाएर भाग्थ्यो हो दाजु यो पुरानो भाउ नभन्छौ गाह्रो मात्रै हुन्छ होइन साउनी होइन तिम्रो यो पशु गाडीको बाटोहरू सबै खल्ला खुल्ली भएको होइन यहाँ पनि दुई भाइ माटो त तिमीले हाले पनि हुन्छ नि है गाठे हाले पनि हुने नि त के गर्नु ठेक्दा तपाईँ आफै पर्नु भयो अब करोडौँको त पिच नहोस् पनि कसरी ए साउनी बजेट सुन्दाखेरि करोडौँ भन्ने सुने पनि के गर्नु उहाँ चाहिँ मन्त्रालयदेखि वडासम्म 10 तिर 10 जना मान्छेहरू गरेर बसेका हुन्छन् सबैको मुख टाल्दा टाल्दा यो खाल्डो टाल्डो त बजेटै पुग्दैन नि त्यही पनि तपाईँहरू केही फिर नगर्नुहोस् यसपालि हाम्रो नेताले जित्यो भने यहाँ हामी 4 लेनको टिक्क परेको बाटो बनाउँछौँ बाटो अब हामी हाम्रो गाउँलाई त गाउँ नै रहन दिन्नौँ हामी त हाम्रो गाउँलाई सहर बनाउँछौँ सहर त्यो 4 लेनको चिल्लो बाटोमा गएर कि हामी होइन ए कुमार भाइ हजुर हजुर यो गाउँलाई सहर बनाएर हामी जस्तो गरिब किसानलाई के फाइदा हुन्छ अनि ए दाजु तर हामी जस्तो महिलाहरूको लागि चाहिँ यो सबै भएर के फाइदा हुन्छ भन्नु ल विकास विकास हुन्छ नि विकास होइन हाम्रो गाउँलाई चाहिँ नि सिङ्गापुर बनाउनु परेन भनेर नकुल उहाँले मलाई मेयर भन्नुभयो उहाँले हुनेवाला सांसद भन्नुस् न ए सरी ए हुनेवाला सांसद ज्यू आज बिहान कताबाट हो मर्निङ वाक नेताज्यू हजुर हजुरको कार्यकर्ताले मेरो छोरालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर 30 लाख रुपियाँ लिए न त मेरो छोरो अमेरिका नै गयो न त मैले मेरो पैसा फिर्ता पाएँ ल परशुरामजी चिन्ता नगर्नुहोस् यसको लागि त म छँदैछु नि ए नकुल यो उहाँको समस्या 1 नम्बरमा टिपेर राख एकै नम्बरमा नेताज्यू नमस्कार यो लघु वित्तबाट 1 लाख रुपियाँ ऋण लिएको थिएँ अहिले सावाको ब्याजको स्याज भएर 5 लाख भइसकेछ लौ न केही सहयोग गरिदिनु न त्यसको लागि चिन्ता नगर्नुहोस् हामी पहल गर्छौँ ए नकुल यो पनि टिपेर राखे त 2 नम्बरमा है 2 नम्बरमै टिप नेताज्यू हजुर 1.5 लाख ऋण गरेर मैले एउटा राम्रो गाई किने होइन त्यो गाईलाई घाँस काटेर गोबर फाल दुनियाँ दिवान गरेर दुध बेच्न डेरीमा गयो लिटरको जम्मा 45 रुपियाँ त्यही दुधलाई उनीहरूले 70 मा ल्याएर बेच्छन् किसानले उत्पादन गरेको आफ्नो दुधको उचित मूल्य त पाउनु पर्यो नि नेताजी त्यसको लागि चिन्ता नगर्नुहोस् हामीले पहल गरेका छौँ नेताजी हजुर यो बाढीले लगाएको धानको क्षतिपूर्ति पायो भने त्यो त हामीले उहिलेदेखि पहल गरेका छौँ यसपटक सबै बाढी पीडितहरूले क्षतिपूर्ति पाउँछन् यो पनि टिपेर राख ए गोकुल हजुर यस क्षेत्रलाई अरू हामीले के गर्ने भनेका छौँ त्यो सबै कुरा बताइदे साउनीको ल भन्नुहोस् मेरो पनि कुरा राख्नु नेताज्यू त्यो आम सभामा खाएको चियाको पैसा 5000 बाँकी यति कुरा पनि तिमीहरू त तेरिका तपाईँ अलिकति बिस्तारै बोल्नुहोस् न त्यो बिलमा चाहिँ 45,000 रुपियाँ गरिदिनुहोस् तपाईँको 5,000 चाहिँ फुरुक्क अहिले नै दिइहाल्छौँ हामी त्यसै गरी ल अब आजको चिया चाहिँ हाम्रो हुनेवाला सांसदजीबाट फेरि तपाईँहरूलाई आफूले खाएको चियाको पैसा चाहिँ आफै तिरिन्छ
क्षेत्रलाई एउटा सुन्दर पर्यटकीय गन्तव्य बनाउने भनेर हिजो राति एउटा सुन्दर सपना देखेको छु। त्यसै गरी यस क्षेत्रलाई सफारी कुदाउने भनेर सोचेको। सफारी कुदाउने होइन, स्मार्ट सिटी सिटी बनाएर सफारी कुदाउने योजना बनाएको छु। त्यसै गरी यो चौबाटो छ नि, यो चौबाटोमा चाहिँ नि एउटा ब्युटिफुल ल पार्क बनाउने भनेर एउटा फिल्म हेरेर म निकै प्रभावित भएको छु। ए गोकुल, हजुर त्यो फिल्मको नाम के रे केटा? फिल्म त हेर्दा हेर्दा निदाइएछ, के थाहा छ। हाम्रो भाउजूलाई नि त्यो लोप पार्क गएपछि लगेर ए योजी, देख्नुभयो त हाम्रो ब्युटिफुल ल पार्क कस्तो हुन्छ होला? ए केटा, अरू योजनाहरू के छन् बताइदेऊ। साउनीको पसलको आडैमा सुन्नुहोस् है, हामीले साउनीको पसलको आडैमा सोचे अनुसारको गाईको मूर्ति बन्छ। यो भन्दा चाहिँ अलिकता ठुलो मूर्ति बन्छ। यसै नगरको अर्को क्षेत्रमा हामी लिचीको यत्र मूर्ति बनाउँछौँ, यत्र तर यो भन्दा चाहिँ अलिकता मोटो हुन्छ लिची, बुझ्नुभयो नि? अनि पालिकाको आडैमा 100 मिटर अग्लो हँसिया आकारको भ्यू टावर बन्छ। ठ्याक्कै त्यहाँबाट सिधै हेर्दाखेरि तलको विराट चोक देखिन्छ। मलाउँदैछ कि छैन भन्ने कुरा चाहिँ प्रष्टै देखिन्छ। अब हाइवेको छेउछाउमा त हुन्छ। बत्ती रोडको छेउमा बत्ती हुन्छ, राति हिँड्दा चाहिँ ठोकिँदैन। अनि बाटोको वल्लो छेउदेखि वल्लो छेउदेखि पल्लो छेउसम्म सुन्नु, बाटोको वल्लो छेउदेखि पल्लो छेउसम्म सर्लक्क ढाकिने गरी सिसाको आकाशे पुल बन्छ। ल हेर्नुहोस् त, तल गाडी माथि नमस्कार नेताजी। तपाईँ यहाँ अनि तपाईँले जित्नु भयो भने चाहिँ के हुन्छ रे? अचम्म मान्नु पर्दैन मिराजी, तपाईँले जितेपछि त विकास हुन्छ होइन? कति सडक विस्तार र पुल निर्माणको मात्र कुरा गर्नुहुन्छ नेताज्यू? अब विकास भनेकै त्यही त हो। त्यो विकासको लागि त स्थानीय सरकार र प्रदेश सरकार पनि छ नि। हामी जाने भनेको त नीति बनाउनलाई जाने हो। अब त्यो गरिब सिटीको कुरा एउटै त हो नि। अहिले नबुझे गरिब किसान मजदुरहरूको लागि हितमा त हामीले बोल्नु पर्यो। उनीहरूको लागि नीति नियम बनाउने हो। आफ्नो जिम्मेवारीदेखि पछाडि नहट्नुहोस् नेताजी। हेर्नुहोस् समिराजी, म र मेरो पार्टीले विगत लामो समयदेखि किनारमा परेका मानिसहरूका लागि सङ्घर्ष गर्दै आइरहेका छौँ। बुझ्नुभयो कि भएन? हेर्नुहोस्, दलित, महिला, जनजाति, विद्यार्थी, अपाङ्गहरूको आवाजलाई हामीले सम्बन्धित ठाउँमा पुर्याउनेछौँ। नेताज्यू, हामी जस्तो किनारामा परेको मान्छेहरूको लागि के चाहिँ गर्नुभएको छ? अनि हामी जस्ता पढे लेखेका युवाहरूको लागि कहिले केही सोच्नु भयो? अनि पढ्नलाई घना किताब होला पढ्नु पर्यो युवाहरूले। तपाईँ झुट पनि एकदम आत्मविश्वासका साथ बोल्नुहुन्छ नेताजी। तर यत्रो वर्षसम्म तपाईँहरूले के गर्नुभयो? जहिले नेतातन्त्र र दलतन्त्रको पक्षमा मात्र बोल्नुभयो, अनि अहिले चुनावको मुखमा आएर आम नागरिकलाई पकाउन खोज्ने। अब त हामी भ्रष्टाचार विरुद्ध लड्नेछौँ। हामी त हरेक हिंसा विरुद्ध लड्ने हो नेताजी। हेर्नुहोस्, यस पटक तपाईँहरूले मलाई अत्याधिक बहुमतले विजय गराउनु भयो भने नि तपाईँहरूले भनेका सबै मुद्दाहरू म समेट्छु। तपाईँहरूले जे भन्यो त्यही गर्छु। 1 2 3 त्यही गर्छु। तपाईँको यो रूप छ नि, चुनाव अगाडि यस्तो रूप धेरै देखियो नेताजी, र चुनाव सकिसकेपछि तपाईँको काम गराइ पनि देखियो। खबरदार, यसपालि भ्रष्टाचारीहरू कसैले पनि जित्दैनन्, कसैले पनि भोट हाल्दैनन्। अनि सुन्नुहोस्, तपाईँहरू पनि यदि कसैले भोट माग्न आइराख्नु भएको छ भने नि यो पालि तपाईँहरूले सोध्नु होला एजेन्डा के छ, उहाँहरूको नीति के बनाउनुहुन्छ। त्यो हाम्रो दायित्व हो है। हेर्नुहोस् समिराजी, तपाईँले यस्तो कुरा गरेर हाम्रो
योजनालाई अवरुद्ध गर्न कोसिस गर्नुभयो भने हाम्रो अभियानलाई अवरोध सिर्जना गर्नुभयो भने तपाईँलाई केन्द्रको पाउ लाएर भए पनि त्यसले नै छाड्छौँ। कसलाई के भयो